साथीहरु स्वागत छ तपाईहरुलाई अर्को भिडियोमा। मैले चाहिँ हिजो एउटा साथीलाई फोन गरेर इसेआमा चाहिँ मलाई 1000 रुपैयाँ हाल्देऊ भनेर मैले चाहिँ उलाई रिक्वेस्ट गरेको थिएँ र उले मलाई हुन्छ म हाल्दिन्छु पनि भन्यो। र त्यसैले मैले उलाई सोधे तिमीसँग मेरो इसेवाको नम्बर छ भनेर मैले सोध्दाखेरि चाहिँ उले छ पनि भन्यो। त्यसैले फोन राखेर चाहिँ म कतिखेर उले पैसा पठाइन्छ भनेर चाहिँ वेट गरिरहेको थिएँ। निकै बेर वेट गर्दाखेरि पनि मेरो एकाउन्टमा चाहिँ पैसा आएन र मैले उलाई फेरि पनि कल गरेँ। कल गरेर मैले उलाई के भने भन्दाखेरि मेरोमा अहिलेसम्म पैसा आएको छैन, खै तिमीले पठाइदियौ भनेर सोध्दाखेरि चाहिँ उले मलाई पठाइदिसके भनौ। र उले चाहिँ मलाई स्क्रिनशट पनि पठायो। स्क्रिनशटमा चाहिँ मैले के देख्न सके भने उले चाहिँ मेरो एनसेलको नम्बर पठाइदिएको रहेछ। मेरो एनसेलको नम्बरबाट इसेवा बनेकोमा चाहिँ पठाइदिएको रहेछ र मेरो चाहिँ अहिले चलाइरहेको भेरिफाइड एकाउन्ट भनेको चाहिँ इसेवाको एनटीसीको नम्बरबाट छ। भनेको मतलब चाहिँ मसँग दुईटा नम्बरबाट दुईटा एकाउन्ट छ र मेरो एनटीसी भएको नम्बरबाट चाहिँ भेरिफाइड एकाउन्ट छ मेरो केवाइसी भरेको र मेरो केवाइसी नभरेको एकाउन्टमा चाहिँ उले पैसा पठाइदिएछ। पहिला त केवाइसी नभरेको युजरहरूलाई इसेवाले 1500 सम्म चाहिँ चलाउन दिइरहेको हुन्थ्यो, सेन्ड गर्न मिलिरहेको हुन्थ्यो। र अहिले चाहिँ केवाइसी भेरिफाइड नभएको युजरहरूलाई चाहिँ इसेवाले पुरै नै सेन्ड गर्नबाट चाहिँ रोक लगाएको छ। तपाईहरुले यसमा डिपोजिट त गर्न सक्नुहुन्छ भेरिफाई नभए पनि, तर तपाईहरुले यसबाट चाहिँ निकाल्न चाहिँ केही गरि पनि सक्नुहुन्न। ब्यालेन्स पनि तपाईहरुले यसबाट हाल्न सक्नुहुन्न यदि तपाईहरुको भेरिफाइड छैन भने एकाउन्ट। र मेरो पनि त्यस्तै गरी अब भेरिफाई नभएको एकाउन्टमा चाहिँ पैसा फस्यो। मेरो चाहिँ केवाइसी भेरिफाई भएको अर्को एकाउन्ट थियो र नभएको अर्को एकाउन्ट। मेरो नभएकोमा चाहिँ पैसा अड्क्यो। र मान्छेहरुको चाहिँ सुरुमै एकाउन्ट पनि भेरिफाईमा राख्दाखेरि चाहिँ रिजेक्ट भनेर मेसेज आउने गर्छ। त्यसैले आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तै इसेवाको केवाइसी रिजेक्ट भयो भने चाहिँ तपाईहरुले के गर्न सक्नुहुनेछ, यदि तपाईहरुको भेरिफाई नभएको एकाउन्टमा पैसा छ भने चाहिँ तपाईहरुले कसरी त्यसलाई चलाउन सक्नुहुनेछ, रिकभर गर्न सक्नुहुनेछ। र एउटै नागरिकता या त आफ्नो डकुमेन्टले चाहिँ तपाईहरुले धेरैवटा एकाउन्ट भेरिफाई गर्न मिल्छ कि मिल्दैन र किन भन्ने कुराहरुको बारेमा हामी कुरा गर्नेछौँ आज। अब सुरुमा हामी के कुरा गरौँ भन्दाखेरि यदि तपाईहरुले केवाइसी भर्नुभयो तर तपाईहरुको चाहिँ केवाइसी भरिसकेर सबमिट गरिसके पछाडी केवाइसी भेरिफाइड चाहिँ भएन तर रिजेक्टेड भनेर चाहिँ आयो भने के गर्न सक्नुहुन्छ। फर्स्टमा त तपाईहरुले थाहा हुनुपर्ने हुन्छ तपाईहरुको केवाइसी किन रिजेक्ट भयो भनेर। र त्यो थाहा पाउनको लागि चाहिँ तपाईहरुले फर्स्टमा आफ्नो इसेवालाई लगइन गरेर माई प्रोफाइल भन्नेमा जानुपर्ने हुन्छ र त्यहाँ गइसकेपछि तपाईहरुले माई इन्फर्मेसन भन्ने देख्न सक्नुहुन्छ, त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँनिर चाहिँ तपाईहरुले चाहिँ आफ्नोमा पनि डकुमेन्ट रिजेक्टेड भनेर माथि यस्तो देखिराख्नु भएको छ भने चाहिँ यहाँ तल एडिट भन्ने अप्सन देख्न सक्नुहुन्छ तपाईहरुले, त्यसमा क्लिक गर्नु होला। तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ रिजन किन भेरिफाई भइरहेको छैन भनेर। मेरो चाहिँ एउटै डकुमेन्टले दुईटा आइडी भेरिफाई नहुने भएकोले रिजेक्ट भएको छ। तपाईहरुकोमा चाहिँ अर्कै यहाँनिर केही रिजन दिएको छ भने चाहिँ त्यो अनुसारको यहाँनिर डाटा चेन्ज गर्नु होला अनि त्यसरी तपाईहरुले सबमिट गर्नु भने तपाईहरुको रिभेरिफाईमा जान्छ। यदि तपाईहरुको चाहिँ रिक्वायरमेन्ट पुरा भयो भने भेरिफाइड हुनेछ। फेरि पनि भएन भने चाहिँ यो नम्बरमा या त तपाईहरुले यो आइडीमा चाहिँ इमेल गर्न सक्नुहुन्छ इसेवाको अफिसियल साइटमा। अब कुरा गरौँ यदि मेरो यो एकाउन्ट यो चाहिँ जुन भेरिफाई भएको छैन यसमा पैसा छ भने कसरी निकाल्न सक्छु त मैले। त्यसको लागि चाहिँ अब मसँग जम्मा दुईटा अप्सन हुनेछ। मैले अगाडि नै तपाईहरुलाई भनिसके इसेवाले चाहिँ भेरिफाई नभएको एकाउन्टबाट पैसा सेन्ड गर्न कुनै पनि तरिकाबाट दिनेवाला छैन। त्यसको लागि तपाईहरुले यदि आफ्नो घरको कसैको नागरिकता छ या त पासपोर्ट छ भने घरको मम्मी बाबा या त अङ्कल आन्टी कसैको युज गरेर त्यसमा एकाउन्ट भेरिफाई गर्न सक्नुहुन्छ र तपाईहरुले चाहिँ चलाउन सक्नुहुन्छ। एउटा तरिका यो भयो। र होइन मलाई आफ्नै एकाउन्ट चाहियो आफ्नै लिङ्क गर्छु म डकुमेन्ट भन्नुहुन्छ भने चाहिँ तपाईहरुसँग अर्को पनि अप्सन हुनेछ। त्यसको लागि चाहिँ तपाईहरुले पहिला आफ्नो जुन एकाउन्ट छ अहिले भेरिफाई भएको त्यो एकाउन्टलाई चाहिँ जिरो बनाउनु पर्ने हुन्छ। त्यो एकाउन्टको ब्यालेन्स तपाईहरुले चाहिँ एकाउन्ट डिलिटेसनको लागि चाहिँ रिक्वेस्ट गर्नुपर्ने हुन्छ इसेवाको यो मेलमा। तपाईहरुले पछाडी उताबाट चाहिँ यस्तो खालको मेल आउँछ। यहाँनिर चाहिँ तपाईहरुको युजर नेम, फादर्स नेम, ग्रान्डफादर्स नेम अनि त्यसरी डेट अफ बर्थ यस्तो खालको डिटेलहरु मागेको हुन्छ। यसको रिप्लाईमा गएर चाहिँ तपाईहरुले यो डिटेलहरु हाल्नु होला। यहाँ चाहिँ तपाईहरुले सिटिजनशिप या त तपाईहरु कुनै पनि पासपोर्ट नागरिकताको केहीको पनि तपाईहरुले फोटोहरु यसमा एट्याच गर्नुपर्ने हुन्छ। चाहिँ तपाईहरुले आफ्नो अहिले रिसेन्टको सेल्फीलाई अट्याच गर्नुपर्ने हुन्छ। अट्याच गर्नको लागि चाहिँ तपाईहरुले यहाँनिर क्लिक गरेर आफ्नो फाइललाई सिलेक्ट गर्न सक्नुहुन्छ। अनि लास्टमा चाहिँ तपाईहरुले के गर्नुपर्छ भन्दाखेरि तपाईहरुले चाहिँ आफ्नो डकुमेन्टलाई हातमा लिएर यस्तो तरिकाले चाहिँ तपाईहरुले एउटा सानो भिडियो क्लिप बनाउनु पर्ने हुन्छ र त्यसलाई पनि एट्याच गर्नुपर्ने हुन्छ। यति गरिसकेर तपाईहरुले यसमा सबमिट गरेको चाहिँ 24 घण्टा भित्रमा चाहिँ इसेवाले तपाईहरुको यो एकाउन्टलाई डिलिट गरिदिनेछ। जब तपाईहरुको चाहिँ आफ्नो भेरिफाइड भएको एकाउन्ट जब डिलिट हुन्छ अब अनभेरिफाइड एकाउन्टलाई लगइन गर्नु होला। साइड चाहिँ पहिलाको आफ्नो डिटेलहरु फेरि हाल्नु होला र त्यही डिटेलबाट चाहिँ तपाईहरुले यसमा फेरि केवाइसी भेरिफाई गर्न सक्नुहुनेछ। अब जुन अनभेरिफाइड एकाउन्टमा तपाईहरुको पैसा थियो त्यो चाहिँ भेरिफाइड हुनेछ अनि त्यसरी तपाईहरुको पैसा त्यसलाई निकाल्न सक्नुहुनेछ। आजको भिडियो यति नै छ साथीहरु। भिडियो इन्फर्मेटिभ लाग्यो भने लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।